बालिन सरकारको 24th डेमा आज के काम भयो त? सो तपाईहरुले आज ब्रेकफास्टमा चाहिँ के खानुभयो त? बनाना खानुभएको? इफ बनाना नै खानुभएको हो भने चाहिँ यु गाइज मस्ट बी रियली रिच। अब बनानाकै कुरा किन गरेको भन्दाखेरि नि इन्डियामा फैलिएको हार्मफुल प्लान्ट डिजिज पानामा डिजिजको कारणले नेपाल गभर्नमेन्टले इन्डियाबाट इम्पोर्ट हुने बनानाजहरुमा ब्यान लगाएपछि बनानाजहरुको भाउले आकाशै छुने भएको छ। अब बनानास खानलाई धनी नभएर भयो त? त्यसैगरी एजुकेसन मिनिस्टर सस्मित पोखरेलको डाइरेक्टिभ्स अनुसार युनिभर्सिटिज र कलेजेसहरुमा रहेको स्टुडेन्ट अर्गनाइजेसन्सहरुको ब्यानर, झण्डा र वाल राइटिङ्सहरु तुरुन्तै हटाउने निर्णय गरिएको छ। अनि आज चाहिँ कोही पनि अरेस्ट नै भएन छ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ सुन्नुस् है त। मिलन चक्रे मेम्बर निरेलाई नेपाल पुलिसले मल्टिपल क्रिमिनल एक्टिभिटिजहरुमा इन्भल्भमेन्ट भएको देखेपछि बालुवाटारबाट आज अरेस्ट गरेको छ। त्यसैगरी गभर्नमेन्टले कन्ट्रासेप्टिभ्स बजेटलाई ₹25 करोडबाट 17 करोडमा झारेको छ र UNFPA को एनुअल सपोर्ट पनि $3.2 मिलियन बाट अराउन्ड $1 मिलियन मा झरेपछि अब नेपालमा कन्ट्रासेप्टिभ सर्टेज हुन सक्ने चान्सेस देखिएको छ। अनि अर्को कुरा चाहिँ इफ यु गाइज आर अ हार्डकोर फ्यान अफ सुशान्त केसी भने चाहिँ दिस न्यूज इज फर यु। नेपाल सरकारले एसई दिएका स्टुडेन्ट्सहरुको लागि करियर काउन्सिलिङ गर्नको लागि इन्स्पायर सिरिज चलाइरहेको छ, जसको एपिसोड 3 मा पपुलर सिंगर सुशान्त केसीलाई फिचर गरिएको छ। एन्ड नाउ लास्ट बट नट द लिस्ट, आजदेखि सुरु हुने गरी नेपाल सरकारले 2 दिनको लागि भाइटामिन ए र जुकाको औषधि वितरण गर्ने क्याम्पेन पनि चाल्नु भएको छ। सो आजको लागि यति नै। फर मोर अपडेट्स सी यू अन द नेक्स्ट एपिसोड।